सम्पूर्णमा आजको हाम्रो विषय छ हाउ टु म्यानेज अ नोइजी क्लासरुम। यो चाहिँ एकजना सरले चाहिँ मेरो पछिल्लो पोस्टमा चाहिँ रिक्वेस्ट गर्नुभएको थियो। यसमा चाहिँ मैले त्यही भनेर केही आफ्नो सेयरिङ र आफ्नो एक्सपिरियन्सहरू लिएर आएकी छु। जस्तै समटाइम्स कस्तो हुन्छ भने क्लासरुम एकदमै नोइजी हुन्छ, किनभने हाम्रो बच्चाहरू एकदमै एक्साइटेड हुन्छन् र ओभर एक्साइटिङले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ फोकस्ड हुँदैन, कुनै पनि एक्टिभिटीमा त्यति फोकस्ड नभएको पाइन्छ। सो नोइजी क्लासरुमले चाहिँ सम्पूर्ण टिचर्सहरूलाई चाहिँ अलिकति गाह्रो बनाउँछ क्लासरुम स्मुथली रन गर्नका लागि। बच्चाले राम्रो सुनिरहेको हुँदैन, बच्चाको राम्रो सिकाइ भएर आउँदैन र बच्चाले लेसन पनि राम्रोसँग बुझिरहेको हुँदैन। त्यही भएर टिचर्सहरूले चाहिँ अलिकति क्लासरुमलाई चाहिँ काम र स्मार्ट वेमा चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ। सो नोइजकै कुरा गर्नु पर्दाखेरि चाहिँ के नोइज अलवेज ब्याड त होइन। नोइजिङ क्लासरुम इज नट अलवेज ब्याड। देयर आर टु टाइप्स अफ नोइज। वान इज गुड नोइज, अर्को चाहिँ ब्याड नोइज भयो होइन। सो गुड नोइज इज लाइक वेन द स्टुडेन्ट्स आर टकिङ अबाउट द लेसन्स, आस्किङ क्वेसन्स, वर्किङ इन अ ग्रुप्स। सो द्याट्स कल लर्निङ नोइज है। सो इट्स सो स्टुडेन्ट्स आर एक्टिभ एन्ड लर्निङ टुगेदर। अनि त्यसपछि ब्याड नोइजको बारेमा कुरा गर्नु पर्दा स्टुडेन्ट्स आर साउटिङ, टकिङ अफ टपिक भयो एन्ड डिस्टर्बिङ अदर्स। सो यस्तो खालको नोइजलाई चाहिँ हामीले ब्याड नोइज भन्न सक्छौँ होइन। सो द्याट काइन्ड अफ नोइज मेक्स द लर्निङ डिफिकल्ट। सो अब यसको सल्युसन के हो त भनेर पनि हामीले बुझ्नुपर्छ। अब यो नोइजलाई चाहिँ कसरी म्यानेज गर्ने, टिचर्सले कस्तो कस्तो खालको स्ट्राटेजीहरू युज गर्न सकिन्छ क्लासरुमलाई चाहिँ काम र इफेक्टिभ राख्नको लागि होइन। सो हामीले सर्वप्रथम त हामीले रुल्स चाहिँ सेट गर्नुपर्छ, त्यो पनि एकदमै क्लियर विथ कन्सिक्वेन्सेस होइन। अनि बिङ अ टिचर अनि एडुकेटर हाम्रो स्पोकन पनि एकदमै सफ्ट हुनु पर्यो है। अनि क्लासरुममा एक्टिभिटी डिजाइन गर्दाखेरि सबभर हामीले चाहिँ एकदमै इङ्गेजिङ एक्टिभिटिजहरू चाहिँ डिजाइन गर्नुपर्छ र बच्चालाई बढी जस्तो इङ्गेज राख्नु पर्यो एकदम इफेक्टिभ एक्टिभिटिजहरूमा चाहिँ। अनि एक्टिभिटी मात्रै पनि हुनु भएन, बिचमा फेरि हामीले ट्रान्जेक्सनल फेजहरू पनि ल्याउनु पर्यो, जसमा चाहिँ सानो सानो ब्रेक्सहरू पनि हामीले राखिदिनु पर्यो। र समटाइम्स हामीले बच्चालाई चाहिँ प्रेजिङ त गर्नु परि नै हाल्यो, त्यो त हाम्रो हरेक एक्टिभिटीमा एसोसिएट भएर आइ नै हाल्छ होइन। जस्तो लाइक हुन्छ नि, आई लाइक दिस ग्रुप इज वर्किङ क्वाइटली खालको हामीले त्यो प्रेजिङ वर्ड्सहरू पनि युज गर्न सक्छौँ र केही हामीले रिवार्ड्सहरू पनि युज गर्न सक्छौँ। र आफू पनि एकदमै काम बस्नुपर्छ। वी हेभ टु स्टे भेरी काम बिकज टिचर्स सुड नट गेट एङ्ग्री अर साउट, किनभने वी एज अ रोल मोडल होइन, वी अलवेज हेभ टु बी calm, we have to show them the calm behavior that helps students come down to. Thank you.